आएको छ ल दीपक सर स्वागत छ हजुरलाई मेरो नयाँ भिडियोमा। मेरो प्रिय भाइ चाहिँ लामो समयदेखि चाहिँ हाम्रो इन्डियामा कुरा हुन्थ्यो होइन, अहिले भेट्न पाइयो, खुसी लाग्यो। दीपक सर आउनु है, ल ट्याक्क लाएर चिनिसक्नु आएछ त यार। हेलो सर, नमस्ते नमस्ते। आफै लाएन। हेलो साथीहरू, वेलकम टु च्यानल। माइ नेम इज रेशम बिन्दास फ्रम प्युठान। स्वागत छ हजुरलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ म भुटोल जान लागेको साथीहरू, किनकि पत्रकार दीपक नेपालीसित भेट हुन जान लागिरहेको छु साथीहरू। एकदमै एक्साइटेड छु। उहाँ चाहिँ बुटोलतिर आउनुहुन्छ अरे भेट हुन, म पनि उहीँ जाने भनेको साथीहरू है। म चाहिँ यत्न आइसकेको छु। हाम्रो चाहिँ बस खोलाको किनारबाट लाग्छ ट्याक्क लाएर है, त्यति उभिरहेछ हाम्रो बस। र साथीहरू आजको भिडियो के कस्तो हुन्छ हजुरले राम्रोसँग हेरिदिनु होला र जस्तो भिडियो त्यस्तै पर्खिदिनु होला। हाम्रो बस चाहिँ हो त्यति नै हो, म जाने बस चाहिँ ट्याक्क गइन्छ साथीहरू, भेट भइन्छ, कुराकानी गरिन्छ। दीपक सरलाई पनि सामान ल्याइदिएर आएको छु, यहाँ छ। र साथीहरू कस्तो लाग्छ भिडियो कृपया सेयर गरिदिनु होला, लाइक गरिदिनु होला है। मैले पनि त केही होला भनेर भिडियो बनाउँदै हिँडिरहेको छु साथीहरू। म जाने बस चाहिँ उहाँ छ ट्याक्क लाएर है, गइन्छ साथीहरू। के कस्तो हुन्छ भिडियो हेरिरहनु होला है त। यो खोलो चाहिँ माडी खोलो भन्छन् साथीहरू। बर्खा मासमा चाहिँ लास्टै बौलाउँछ यार, खत्रै बौलाउँछ गरे यार। नौघाट है साथीहरू, नौघाटको माडी खोलो है यो। नौघाटको पुल ट्याक्क लाएर है साथीहरू, त्यहाँका लाग्छ गाडी, जिपहरू पनि हिँड्छन् अनि बस पनि उहाँ उभिएको छ है ट्याक्क साथीहरू। आज चाहिँ दीपक नेपालीसित भेट हुन एकदम एक्साइटेड हो साथीहरू। के कस्तो हुन्छ, कसरी बोल्नुहुन्छ, भाउ दिनुहुन्छ कि भाउ दिनुहुन्न कि, त्यस्तो खुल्दुली भइरहेको छ है साथीहरू। अब के कस्तो हुन्छ हजुरले भिडियो हेरिरहनु होला, आफै थाहा पाइहाल्नुहुन्छ है। यस्तो नजारा हेर्दै म भिडियो बनाउँदैछु है। ल बसमा चाहिँ कोही पनि रहन्छन्, एक्लै छु म चाहिँ है। अझै ड्राइभरहरू उहाँ बसेको छन्, घाम तापेका छन् है। तराईबाट आएका ड्राइभरहरूले ट्याक्क घाम तापे ठिक हुन्छ नि त। यहाँ चाहिँ हामी सँगै पढेका साथीहरू हुनुहुन्छ, मसित ट्याक्क दुईजना है, होइन केटा ल हाई भन्दै आउँदा है। ए मान्छेले विदेश जाने बेला मकै लिएर आउँछन् हेर्न। कतार जानु लाग्यो न, यहाँबाट चाहिँ कतार जानु लागेर छ है। हेर्नु मकै ल्याएर यार, ठिक छ ठिक छ यार। गाडीभरि बस्छ होला नि अहिले। कस्तो फुल उठे त भने कि यार, बजारको हो र एउटा छैन कि भन्ने सब फुलै मिला 100 कि त स्कुल गएको बेला खाइन्थ्यो यसरी है, कि त स्कुल गएको बेला खाइन्थ्यो यसरी, नत्र मकै मकै इन्डिया जाने बेला खाइएको छ है मकै। गर्ने बेलामा मकै डर गइन्छ, एक मुठी ल्यायो भने एक जोल्टी ल्याइहाल्ने गाबी पर्न। कोल्ड ड्रिङ्कै हान्दैछन् यार माहरू यार, खत्रै यार है। बड्डाको हेयरको स्टाइल त खतरा छ त यार तपाईँको यार। हेत्तर यहाँ थिएर यार सँगै पढ्ने केटाहरू यार, अचल यार नचिनिने भएपछि हिँडेपछि पनि यार कहाँबाट किन्ने हो र यार। हामीलाई छोड्छै भयो, हामीलाई छोड्छै बुढो भयो नि त। त्यस्तै भयो यार। हामी त धेरै दिनपछि भेट भयौँ यार, होइन यसरी यार। वर्षपछि भेट भयौँ यार यसरी। दिन त अब आज दिन भोलि दिन यार।
खुसी लाग्ने रहेछ जीवन यस्तो साथीहरू भेटाउँदाखेरि ट्याक्क लगाएर है होइन ल साथीहरू म चाहिँ बट्टाड आइसकेको है यहाँ चाहिँ बुटोलको गाडी यहीँबाट लाग्ने रहेछ अरे बुटोल चाहिँ यहीँबाट गइन्छ है ल बुटोल जाने गाडीमा बस्यो है ट्याक्क लगाएर साथीहरू यो चाहिँ बट्टाडा बजार हो प्युठानको बट्टाडा बजारमा आइसकेको छ है बुटोल आइयो है बुटोल साथीहरू बल्ल बल्ल बुटोल चाहिँ अस्तव्यस्त ठाउँ हो है साथीहरू ल साथीहरू बुटोलको बस पार्क आइयो बल्ल बल्ल यार बिहान 8 बजे हिँडेको मान्छे यार अहिले यार 3 बजे यार बुटोल आउँदा आउँदै यार खत्रै भयो यार बाबाले अब आउन त आएको रे अब खोज्ने अब दिपक सरलाई कता हुनुहुन्छ अब यसो कन्ट्याक्ट गर्नु पऱ्यो है बल्ल जानुपर्ने हुन्छ बस पार्क आइयो बल्ल बल्ल है ल दिपक सरलाई फोन गरेर बोलाएको छु अहिले आउँछु त्यति बस म आउँछु भन्नुभएको छ र देख्न सक्नुहुन्छ बुटोलको चलवल चाहिँ खत्रै छ है साथीहरू त्यो सराउन है ल दिपक सराउन है ल ट्याक्क लाएर चिनिसक्नु आएछ त यार हेलो सर नमस्ते नमस्ते एकदम ठिकठाक छ म त बिहान 8 बजे हिँड्ने मान्छे हो ल लानुहुन्छ मलाई ल फाइनली दिपक सरलाई भेटाइयो ल दिपक सर स्वागत छ हजुरलाई मेरो नयाँ भिडियोमा मेरो प्रिय भाइ चाहिँ लामो समयको देखि चाहिँ हाम्रो इन्डियामा कुरा हुन्थ्यो होइन अहिले भेट्न पाइयो खुसी लाग्यो प्युठानबाट अहिले चाहिँ बुटोलमा भेट्नको लागि हजुर है पना थिएँ हजुरसित भेट्यो नि हजुर अब हामीले अब इन्डियामा बसेर है हजुरको भिडियोहरू अब गरिब दुखीलाई पनि सहयोग गरेको यताउति हजुरले अब भ्लग बनाएर पनि हालिराख्ने है त्यो मैले एकदम हेर्थेँ क्या हजुर अनि हजुरसित भेट्यो भने एकदम रहर थियो त्यो कुरा आज पुरा भएको छ मेरो मायाले चाहिँ प्युठानबाट हजुर हजुर यहाँ आउनुभयो प्युठानभन्दा इन्डियाबाट भन्नु पर्यो हजुर कति वर्ष भयो इन्डिया इन्डियामा त म 15 सालदेखि हिँडेको है अहिले त म 25 पुगेँ होला सायद 15 वर्षको त इन्डिया हजुर सङ्घर्ष त्यस्तै हो के गर्ने त अब यो भनेर त पुरा हुनेवाला छैन होइन त्यही पनि एउटा मान्छेको एउटा ऊ हो जसरी भए नि आफ्नो परिवारको लागि पढ्न त्यति खासै पाइनँ मैले मुस्किलले 8 क्लाससम्म पढ्यो त्यति ल नास्ता पनि त अहिले गरौँ ल केही छैन यार जे होस् मजा आयो मैले यस्तो सोचेको पनि थिएन कि हजुरसित मैले यसरी भेटौँ ल भनेर मोमोसम्म खाऊँ खानुहरू होइन हजुर त्यसरी भेट्न पाउँदा चाहिँ इन्डियाबाट बहुत कल गर्नुहुन्थ्यो व्यस्त भइन्थ्यो त्यस्तो समय चाहिँ यस्तो हुन्छ फेरि कहिले कता भइन्छ कहिले कता भइन्छ भइन्छ कहिले हिँड्ने भइन्छ होइन मिलाएर भेट्न पाइँदैन तर तपाईँ 8 गरेर चाहिँ भेट्न आउनुभयो त्यो चाहिँ ठुलो हो ल हजुरलाई मैले केही ल्याइदिएको छु अब यो हजुरलाई गिफ्ट मेरो तर्फबाट धन्यवाद के होला है ल एमा हेर तपाईँले मगाएको चिज छ
छ मेरो लागि एकदमै यो हजुरलाई यो क्यामेरामा नि काम आउँछ फोनमा सबैमा थ्याङ्क यू सो मच खुसी लाग्यो त्यति छ क्या धन्यवाद छ यो प्रशंसा गरेर पनि नसक्ने धन्यवाद छ मलाई पनि एकदम खुसी लागिरहेको छ हजुरसित यस्तो भेट हुन लाग्दाखेरि मैले त सोचेको पनि थिएन इन्डिया हुँदाखेरि हजुरलाई खुब फलो गर्थेँ त्यही कारण कहिलेदेखि हेर्न थाल्नु थियो म त हजुरले भ्लग त लेट सुरु गर्नुभयो हो नि त त्यो पहिलाको न्युज तपाईँले न्युजदेखि हेर्नुहुन्थ्यो जिटिभी भन्ने त्यो सुरु गर्नुभन्दा पछि सुरु गरे हो नि तपाईँले भएन 2-2.5 वर्ष भयो भनभन्दा त पहिला त म त्योभन्दा त पहिल्यै मैले तपाईँको हेरिरहन्थेँ युट्युबमै म बढी काम गरेँ अनि त्यसपछि बढी काम गर्छु अहिले भ्लग पनि खासै टाइम दिनु पाउँदैन बाहिर किन्नु भइन्छ अब खासमा मान्छेले बुढाबुढीको भ्लग हेर्न खोज्छन् है अब बुढाबुढीसँगै अहिले होइन गाह्रो छ त्यो अलि बचाएर लानु होला नि मैले इन्डियादेखि बचाएर ल्याएको हो हजुर के छ यहाँ सन्दीप भाइ खोलेर हेर्नु के ल्याउनु भएको ल भाइले ल्याइदिएको मायाले प्यारले के हो यो जस्तो बचाउनु पर्यो ओ माई गॉड यो फोटो कहाँ भएको युट्युबबाट यो त यहाँ कहाँको बिलाको छ रे सबै फोटो यो त बाबु के उसमाथि छोटो घुम्दै गर्दा जाँदै हैन र कहाँको यार यो फोटो यार यो आएको छ म आफै कन्फ्युज भइरहेको यार यो फोटो कहाँको यार कस्तो लाग्यो बबाल हेर्नु न तल मेरो नाम पनि लेखिदिएको छु एकदमै खुसी लाग्यो यार एकदमै यार इन्डियाबाट यस्तो बचाएर है हजुर हामीले यहाँबाट ल्याउँदाखेरि फोटो लाँदाखेरि खुल्छ यहाँ तपाईँ इन्डियाबाट ल्याउँदाखेरि यति माया गरेर यति पनि आशा दिनुभएको छ कि म त हातैमा लिएर आएको साँच्चै भन्दा नि फेरि एउटा निन्द्रा उडाउँछ है होइन चिया खानेहरूले के अरे चिया खानेहरूले चियामा हान्छन् के नाम चियामा खान्छन् हो है यो चाहिँ बफेलो चिया हो कि अन्तर्राष्ट्रिय गर्नु नि यसरी चिया म त सँगसँग पानी ल्याउँदै यार तपाईँ बफेलो चिया बफेलै परेछ फेरि है बफेलो मोमो त बफेलो चिया होइन बफेलो त्यो चिकनै होला पानी भन्नु चाहिँ सोटी भुलेछन् क्या रेस्टुरेन्टपछि मोमो खान लाग्यो धेरै पछि है होइन तपाईँ त नेपालमै होइन र त्यो मोमो खाने मैले मोमोसँग छोड्छ गरेँ किन तपाईँसँग टप्प खाम भनेर है त्यही कारणले रहेछ है मेरो मोमो खाएको यस्तो खायो चियासँग ल साथीहरू दिपक सरसित नि चट्ट भेट भइयो आउनुहोस् मोमो खाम आउनुहोस् मोमो खाम तपाईँलाई चाहिँ मन लागेको चिज हामी यहाँ सबै व्यवस्था गर्छौँ पहिला आउनुहोस् मात्र होइन यो गराउनु चाहिँ तपाईँले मोमो बाहिर हुन्छ
पहिला चियाभन्दा पानी खाऊँ न। हामी नयाँ मान्छे दीपक सरसित भेटघाटको हो। एकदम बवालै भयो यार, मलाई चाहिँ एकदम मजा आयो है। मलाई उहाँसम्म ल्याउनु जानुभयो कि बस पार्कसम्म, त्योभन्दा राम्रो अरू के चाहियो यार। म तपाईँ पुरा प्युठानबाट यहाँ आउनुभयो। हजुर तपाईँलाई बस पार्क ल्याउन सामान्य कुरो त त्यही पनि त अरू मलाई भेट्न आउनु चाहिँ हराउनु भयो भने समस्या हुन्छ नि त। होइन हराउन त के कहाँ हराउने त्यस्तो त हुन्न है। साथीहरू म चाहिँ रुममा आइसकेको छु है। दीपक सरले चट्टा बुक गर्नुभएको छ रुम, यहाँ चाहिँ चट्टा बसिन्छ है। साथीहरू मलाई चाहिँ एकदम मजा आयो। दीपक सर चाहिँ अहिले कतै बाहिर काम छ भनेर जानुभएको छ। अहिले चाहिँ म रुममा आएको छु, चट्टा बसेको छ है। म यहाँ बस्छु र बाहिरको नजारा हेर्न चाहनुहुन्छ भने म देखाउँछु है। अच्छा बाहिरको नजारा है साथीहरू, देख्न सक्नुहुन्छ। यो के बिल्डिङको पछाडि रहेछ है, यो बिल्डिङको नाम त थाहा भएन मलाई है, त्यति थाहा भएन मलाई त है। र साथीहरू अहिले चाहिँ दीपक सर आउनुहुन्छ र त्यहाँपछि हामी बसौँला भनेर जानुभएको छ। साथीहरू हजुरलाई मेरो भिडियो कस्तो लागिरहेको छ कृपया सेयर गरिदिनु होला, लाइक गरिदिनु होला है त। दीपक सर आइसक्नु भएको छ। हामी चाहिँ घुम्न जानु भएको है बेलुकातिर, यसो बुटोलतिर है त। बुटोलतिर कस्तो हुन्छ त बेलुकातिर है त, दीपक सरको बाइकमा ट्याक्क है। ल बुटोल बजार है, यसो ट्याक्क है, यस्तो यार। ल अब चाहिँ हामी यहाँ टक्क बफको सेकुवा खाँदैछौँ। भाइलाई चाहिँ एकदम मनपर्छ अरे होइन, कस्तो पर्दैन? एकदम मनपर्छ यार, मन त यार सेकुवा जस्तो नि है। सेकुवासँग के मनपर्छ अरू? सेकुवासँग अब कोल्ड ड्रिङ्क सोल्ड्रिङ्क अब के हुन्छ होइन, टन्नै राख्ने रहेछ है, टन्नै। साथीहरू आज चाहिँ हामी सेकुवा खान आएको होइन बुटोलमा। लास्टै जाडो छ, यो सेकुवाले हामीलाई चाहिँ मजाले सेक्छ कि भन्ने आशा हो। यहाँ भाइ छ यता है, यो सरी भाइसँग बसेर मजाले सेकुवाको इन्जोय लिन भइरहेको छ। यता मजाले बफ सेकुवा बन्दैछ, भाइसँग मिठो कुरा हुँदैछ। यो बुटोल हो, प्युठानबाट भाइले चाहिँ मलाई भेट्न आएको छ त। सँगै भाइलाई चाहिँ म यसो सेकुवा खुवाइदिन्न भनेर चाहिँ यहाँ आएको। कस्तो लाग्यो अब यो खान त खाइए होइन, कस्तो लागिरहेको छ ठाउँ? अब ठाउँ त एकदम रमाइलो गरेर एकदम अस्त बस्त ठाउँ हो है। अब सेकुवा खाएर हेरौँ न कस्तो छ। पहिला बुटोल आउनु भएको थियो तपाईँ? बुटोल त आइरहन्थ्यो आउनु त, त्यही पनि गर्लफ्रेन्ड भेट्न आउनुहुन्थ्यो क्या? होइन त्यस्तो होइन हुन त होइन, त्यही पनि। अब बुटोल भन्न बित्तिकै हजुरको याद आउनेवाला छ। अब त बुटोल भन्ने बित्तिकै टक्क दीपकसँग बसेको याद आउँछ होइन, टक्क दाईको सेकुवा खाएको याद आउँछ बुटोल भन्ने बित्तिकै अब होइन। अनि प्युठानबाट सेकुवा खानलाई चाहिँ टक्क यहाँ बुटोलमा आएको छौँ होइन। म गुल्मीबाट, उहाँ चाहिँ प्युठानबाट। म गुल्मिली पऱ्यो, उहाँ प्युठानी पर्नुभयो। भोवाल तर्काले यो सेकुवाको छुट्टै मजा लिँदैछौँ होइन। अब खाएर हेरौँ कस्तो हुन्छ, सेकुवा कस्तो हुन्छ, कतिको सेक्छ सेकुवाले होइन। ल ठिक छ, आइसक्यो। यहाँको फेभरेट सेकुवा हो क्या फेरि। बुटोलमा आएर सेकुवा खाएन भने बुटोल आएको जो मजा आउँदैन क्या, त्यस्तो हुन्छ। भाइले फेरि मलाई फेरि सेलिब्रेटी भने तपाईँलाई मलाई भेटेर कस्तो लाग्यो? बब्बाल खुसी, आफ्नै भाइ भेटे जस्तो भयो। यति धेरै माया गर्ने मान्छे आफ्नै भाइ भेटे, साँच्चै हो क्या।
सिम्पल जुत्ता नि थ्याङ्क यू सो मच म पनि त्यही मनमै राखेर आएको थिएँ र ठिक भइरहेको छ एकदमै खुसी लाग्यो भाइसँग भेट्न पाइयो अब भाइसँग सेकुवासँग मजा लिन्छौँ होइन ल यहाँ नराखेर यहाँ फर्स्ट हेर ल हेर्नुहोस् साथीहरू सेकुवाको मजा बेग्लै छ पप सेकुवा सर मजा मजा दामी होइन बफ सेकुवा होइन आएकाले पो खान्छ साथीहरू बासी पुऱ्याउने हामीले बफ सेकुवा खाँदाको मजा तपाईँले थुक मिल्नु भएको छ होला होइन बवाल ल है साथीहरू एकदम मजा आएको छ ल दीपक सर यस्तो हो नि त मान्छे हो त यस्तो यार मैले यार सोचेकै थिएन साँच्चै भन्दा नि तपाईँलाई यार साँच्चै भन्दा नि यार यत्तिको सोचेकै थिएन यार मैले यार के सोच्नु भएको तपाईँले मैले सोचेको थिएँ हजुर मसित एकपल्ट बस पार्कमा भेट हुनुहुन्छ त्यहाँपछि ल भाइ सब कुरा ठिक छ भनेर हात मिलाएर तपाईँले छोडिदिनुहुन्छ होला भन्ने सोचेको थिएँ हो तर तपाईँले मैले सोचेको भन्दा धेरै राम्रो हुनुहुने रहेछ ट्याक्क सेकुवा ल सर जत्थेरसुकै कुरा गर्दाखेरि पनि सर सर भने गर मलाई फेरि यो हेबिट हो कि तपाईँको उमेर त भाइ एकै वर्ष भयो भने भाइ त भाइ नै हुनुहुन्छ कति वर्ष भयो म अहिले 25 3 वर्ष तपाईँ भाइ हुनुहुन्छ आफ्नो भाइसँग भेट हाम्रो फेरि च्याटमा पनि एकदम ऊ भइरहन्थ्यो नि मैले भाइ भन्ने उहाँले फेरि सर भने गर्ने एकदम रमाइलो हुन्थ्यो च्याट गर्दाखेरि पनि है होइन खाम ल है साथीहरू बुटोलको बजारमा ट्याक्क सेकुवा खाँदै है साथीहरू हामी चाहिँ सेकुवा खाएर सेकुवा पल्टाउँदै खाइयो सेकुवा साथीहरू हाम्रो साथी त चाहिँ भाइ त चाहिँ सेकिनु भएको छ सेकुवा खाइयो साथीहरू अब चाहिँ सुत्नुपर्छ आजको लागि खाना खाने होइन अब खाना अहिले खानु पर्ला नि एकदम सेकुवा मात्र कहाँ पेट भइन्छ यार सेकुवा भनेको सेकुवा मात्र हो कि खाना होइन ल भिडियो अब यति लामो भइसक्यो अब एन्ड गरिदिनु त सर साथीहरू मेरो साथी मेरो भाइ जे भने पनि अब भाइले चाहिँ माया गरेर आउनु भयो खुसी लाग्यो भाइलाई घुमाउने धेरै इच्छा थियो तर मेरो आफ्नो कामको कार्य व्यस्तताले गर्दा घुम्न पाएन र जे जति घुमाउन सकेँ त्यति घुमाइदिएँ मैले होइन अनि भेट्ने इच्छा थियो उहाँको भेट्ने इच्छा पुरा भयो मलाई पनि उहाँलाई भेट्ने इच्छा थियो अब डाई हार्ट फ्यान र म पनि उहाँको फ्यान बनिसकेको छु होइन यति माया गर्ने मान्छेले मैले पनि माया गर्नै पर्छ माया एकोरो होइन दोहोरो हुनुपर्छ भन्ने चाहिँ लाग्छ मलाई त्यही भएर चाहिँ उहाँलाई चाहिँ म पहिलादेखि नै माया गर्थेँ त्यही भएर तपाईँलाई चाहिँ म गुलीबाट बुट लाउँछु तपाईँ पिठोनबाट यहाँ आउनुहोस् टक्क दूरी सबैको बराबर हुन्छ भनेर चाहिँ टक्क सेन्टर पार्यौँ हामीले म गुलीबाट 4 घन्टा बाटो आएँ फेरि पिठोनबाट 4 साढे 4 यति यस्तै समय मिलाएर आउनुभयो हाम्रो माया बराबर छ यो माया चाहिँ कहिले नटुटोस् है ल गुड नाइट सर मलाई पनि एकदम खुसी लाग्यो हजुरलाई भेटेर अझै माया प्रगाड हुँदै जाओस् हस् अझै सब्सक्राइब धेरै भएर मोनिटाइज भएर दाइम गरेर मोनिटाइज भयो म पनि तपाईँसँग सँगसँगै हिँड्छु भन्ने खालको चाहिँ कार्यक्रम सुन्न पाइयोस् ल अल द बेस्ट मलाई आफैलाई होइन मलाई शुभकामना छ कि ल बाई